यो राष्ट्रिय अहिले क्लास 12 को इक्जाम चलिरहेछ। ओल्ड क्वेसन पेपरहरू कसरी थाहा पाउने भन्दाखेरि यो एचएससिबी नेपाल र एनइपी नेपालमा जाने, यसको वेबसाइटमा जाने। म यहाँ देखाउँदैछु यहाँहरूलाई। यो वेबसाइटमा गयौँ। वेबसाइटमा गएपछि यहाँ तलपट्टि नमुना प्रश्नहरू भन्यो। नमुना प्रश्नमा यहाँ मैले मेरो जिमेल हालेर लगइन गरेँ। क्लास 11 कि 12 भन्यो, 12 भन्यो। यो 12 मा जानु। त्यसपछि ग्रेड 11 आइआई भन्यो। त्यसपछि आइआईमा जानुहोस्। अब तपाईँले यहाँ चाहिँ आफ्नो सब्जेक्टको कोड अनुसार हैन 200, 300, 400, 500 गर्दै 200 को कोडका यति भेटिन्छन्, 300 को, 400 को, 500, 600 को, 700 को, 800 को, 900 को गर्दै तपाईँको यो 900 कोडसम्मका तपाईँले क्वेसन पेपरहरू यहाँ भेट्नुहुन्छ मजाले। जस्तै अब यो 214 को 214 के छ भनेर हेर्न मन लाग्यो भने जस्तै अब हेरौँ है त। यो 214 मा के छ? यो चाहिँ यो बायोलोजीसँग सम्बन्धित रहेछ हो। अब यसै गरी तपाईँले यसको क्वेसन एन्सरहरू यहाँबाट चाहिँ सजिलैले यसको चाहिँ गरौँ। पिडिएफहरू चाहिँ एकदम सजिलैले फ्रीमा इजी एक्सेसमा पाउन सक्नुहुन्छ। थ्याङ्क यू।